के छ ठीक छ नि हैन इट्स मी रिङ साइडबाट हैन आजको भिडियोमा म जन सिनाको फेयरवेल टुरको बारेमा कुरा गर्न जा रहेछु इट सक्स एन्ड आई विल टेल यु व्हाई इट सक्स जन सिनाले 2024 को मनी इन द ब्याङ्कमा अब म 2025 भरि मेरो फेयरवेल टुर गर्छु त्यहाँनेरि म धेरै धेरै म्याचेसहरु खेल्छु अनि त्यसपछि 2025 सकेपछि म रिटायर हुन्छु भनेर एनाउन्स गरेको थियो जे होस् उसको रिटायरमेन्ट एनाउन्स गरेको थियो फेयरवेल टुर एनाउन्स गरेको थियो मनी इन द ब्याङ्कमा इट वाज लाइक माई होल चाइल्डहुड इज कमिङ टु एन एन्ड लाइक बिस्तारै बिस्तारै त्यो बच्चामा हेरेको कुराहरू सकिँदै सकिँदै आइरहेको थियो मलाई त्यस्तै फिल भइरहेको थियो त्यति बेला अनि जोन सिना चाहिँ एउटा रमा आएर भन्छ कि म अब रोयल रम्बलमा छिर्नेवाला छु रोयल रम्बल जितेर म अब रेसलमेनियामा जान्छु अनि 17 टाइम हिस्टोरिक रेकर्ड ब्रेकिङ च्याम्पियन हुन्छु 17 टाइम वर्ल्ड च्याम्पियन हुन्छु भनेर भन्छ जोन सिनाले अनि जोन सिना चाहिँ रोयल रम्बल एन्टर गर्छ लास्ट टु सुपरस्टार त्यो जे उसो र जोन सिना थियो जे उसोले जोन सिनालाई निकाल्दिन्छ इट एन्ड्स इन डिसअपोइन्टिङ रोयल रम्बल अनि यस्तो एनाउन्स हुन्छ कि इलिमिनेसन च्याम्बर म्याच हुन्छ अनि जसले त्यसलाई जित्छ त्यो चाहिँ गएर रेसलमेनियामा कोडी रोडसँग खेल्छ भन्ने कुरा एनाउन्स हुन्छ अनि त्यसपछि लास्ट टु सुपरस्टार जोन सिना एन्ड सीएम पंक रहन्छ सेथ रोलिन्स कस्टिङ सीएम पंक द म्याच अनि जन सिना इज विनिङ ओके ठीक छ म खुसी थिएँ तर त्योभन्दा अगाडि अलिकति अगाडि चाहिँ अब द रकले कोडी रोड्सलाई उसको सोल मागिरहेको थियो कोडी आई निड योर सोल म तँलाई यस्तो यस्तो दिन्छु यस्तो यस्तो फ्यासिलिटीहरू दिन्छु तैँले यस्तो केही गर्नै पर्दैन तँ इजी च्याम्पियन हुन्छस् ब्ला 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 के गरे हो त्यो रकले सोल मागेको के गरे हो यमराज हो अनि त्यसपछि इलिमिनेसन च्याम्बर एन्ड भएपछि कोडी रोड्स आउँछ जोन सिनालाई कङ्ग्रेचुलेसन फर विनिङ यताउता भन्ने गर्छ अनि त्यसपछि द रक आउँछ विथ ट्राभिस स्कट के गरिरहेको छ यहाँ डब्ल्युडब्ल्युई मा वाइ ब्रदर वाइ अनि कोडी रोड्सले द रकलाई डिनाइ गरिदिन्छ गो योरसेल्फ भनिदिन्छ कोडी रोड्सले अनि त्यसपछि जोन सिना वाज लाइक अनि जोन सिना चाहिँ सेल आउट हुन्छ जोन सिनाले द रकलाई जोइन गर्छ अनि कोडी रोड्सलाई लोब्लो हानिदिन्छ जोन सिना टर्निङ हिल ओ माई गॉड लाइक इन्टायर करियर भरि काहीँनेरि हिल थिएन एन्डमा आएर फेयरवेल टुरमा हिल बाप्रे सही हो त होइन हिल टर्न सक्ट अनि जोन सिना आउँछ अनि त्यसपछि तिमीहरू सब फ्यानहरू हावा हो तिमीहरूसँग म टक्सिक रिलेसनसिपमा थियो ब्ला 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 अनि जोन सिनाले आफ्नो त्यो कलरफुल थीम नै बन्द गरिदिन्छ अनि पुरै ब्ल्याक थीममा आउन थाल्छ त्यसको इन्ट्रान्स अनि जोन सिना सेज दैट ही विल बी रुइनिङ रेस्लिङ नै रुइन गरिदिन्छु म भनेर जोन सिनाले भन्छ अनि रेसलमेनिया 41 मा ठ्याक्कै त्यस्तै गर्छ जोन सिना भर्सेस कोडी रोड्स फर द डब्ल्युडब्ल्युई अनडिस्प्युटेड च्याम्पियनशिप अनि जोन सिनाले इजिली म्याच जित्छ जोतमा त्यो म्याच चाहिँ इन्टरटेनिङ पनि हुँदैन यस्तो हावा म्याच हुन्छ जोतको अनि लास्टमा के हुन्छ थाहा छ ट्राभिस स्कट आउँछ अनि डिस्ट्र्याक्ट गर्छ कोडी रोड्सलाई अनि जोन सिनाले जित्छ खोइ द रक त्यो द रकसँग जोन सिना जोइन भएको चाहिँ के काम लाग्यो कोडी रोड्सले त्यत्रो त्यो द रकलाई गो फ्लिप योर्सेल्फ भनेको के काम लाग्यो लाइक के हो त्यो के को लागि हो त्यो के गरे हो किन गरे हो एनीवेज जोन सिना विन्स द म्याच एन्ड बिकम्स द नेभर सीन बिफोर 17 टाइम्स वर्ल्ड च्याम्पियन सही हो जे होस् खतरा हो हिस्टोरिक मोमेन्ट एनीवेज जोन सिनाले त्यो टाइटल जितेपछि के हुन्छ स्म्याकडाउनमा आउँछ अनि त्यसपछि यु नो व्हाट ह्यापन्स र्यान्डी ओर्टन अट्याक्स अनि र्यान्डी ओर्टन भर्सेस जोन सिना एट ब्याकल्यास भन्ने कन्फर्म हुन्छ बवाल म्याच हुन्छ वेल राम्रो म्याच हुन्छ धन्न त्यो मलाई रेसलमेनिया जस्तो रुइन गर्दैन रेस्लिङलाई राम्रो हुन्छ इन्टरटेनिङ हुन्छ सही हो मजा आयो त्यो म्याच हेरेर पनि जोन सिना विन्स द म्याच अनि त्यसपछि आर्थरुथ आउँछ जोन सिनाको फेयरवेल टुरमा आर्थरुथ जस्ट वान्टिङ जोन सिना टु टर्न बेबी फेस अगेन नो ब्रो दिस इजन्ट यु यताउता होइन अनि त्यसपछि अब त्यो आर्थरुथले जोन सिनालाई बेबी फेस मन यताउता भनेर भन्छ अनि जोन सिना भर्सेस आर्थरुथ ह्यापन्स अनि आर्थरुथ कम्स इन जोन सिनाको थिममा पुरै जोन सिनै जस्तो भएर अनि नाम राख्छ फेरि रन सिना आई रियली वान्टेड आर्थरुथ टु फिक्स जोन सिना क्या लाइक आर्थरुथले नै जोन सिनालाई फिक्स गरोस् भन्ने खालको लाग्थ्यो क्या त हिलबाट बेबी फेस नै आर्थरुथले नै बनाओस् भन्ने चाहन्थेँ क्या म चाहिँ होइन तर जे होस् त्यस्तो हुन पाएन त्यसपछि आर्थरुथ फायर हुन्छ आर्थरुथ फेरि आउँछ अनि आर्थरुथ लाइक हिल आर्थरुथ भर्सेस हिल जोन सिना हुन्छ जोन सिनाले त्यो हानिदिन्छ टाइटलले आर्थरुथलाई अनि आर्थरुथले नै जित्छ म्याच तर त्यो लाइक केही अर्थ नव्यर्थको हुन्छ लास्टमा गएर आर्थरुथको त्यत्रो त्यो उयो गरेको केही न केही नै क्या अनि त्यसपछि मनी इन द ब्याङ्कमा एनाउन्स हुन्छ जोन सिना एन्ड लोगन पल भर्सेस कोडी रोड्स एन्ड जे उसो व्हाट द हेल इज ह्यापनिङ हियर जे उसो लोगन पल कोडी रोड्स यिनीहरूसँग फेयरवेल टुरमा म्याच खेलिरहेको छ यार के यार कति धेरै सुपरस्टारहरू छ जोन सिनाको बिगेस्ट राइभलहरू तिनीहरूसँग खेलाउने के
के गरे हो यो ट्रिपल एच के बुकिङ हो यो एनिमेज अब जोन सिना र सीएम पंकको स्टोरी सुरु हुन्छ अनि त्यसपछि सीएम पंकले मक गर्दै डाक्टर अफ थर्गोनोमिक्समा आइदिन्छ जोन सिनालाई हान्नको लागि हैन सही हो अनि फेरि जोन सिनाले सीएम पंकलाई पाइप बम हान्दिन्छ अनि यदि जोन सिना भए सीएम पंक तिमीलाई रिक्रिएट गर्नु नै थियो भने अलिकति अगाडि मनी इन द बैंकमा गर्दा हुन्थ्यो तिनीहरुको त्यो आइकनिक 2011 को मनी इन द बैंकको म्याच रिक्रिएट हुन्थ्यो के गरे हो यो अलिकति अगाडि मनी इन द बैंकमा त्यो जोतको त्यो ट्याग म्याचहरु हटाएर सीएम पंक भए जोन सिना राख्न सक्दैन थियो के गरे हो किन गरे हो रिस पो उठेर आउँछ यार मलाई त्यो वाक्क लागेर आउँछ यो सोच्दा पनि एनीवे सीएम पंक भर्सेस जोन सिनाको म्याच चाहिँ दामी थियो मजा आयो त्यो हेरेर पनि अनि एज अलवेज सेथ रोलिन्स कस्टिङ सीएम पंक द म्याच अनि जोन सिना विन्स द म्याच जे होस् राम्रै भयो म्याच राम्रो थियो ओके इट्स ओके अनि त्यसपछि अगेन इन समर स्ल्याम जोन सिना भर्सेस कोडी रोड्स हैज बीन अनाउन्स्ड अनि त्यसपछि यु नो व्हाट ह्यापन्स जोन सिना टर्न्स बेबी फेस एन्ड यु नो हाउ इट ह्यापन्स कोडी रोड्स टेल्स आई वान्ट सुपर सिना आई वान्ट द रियल जोन सिना एन्ड देन जोन सिना वाज लाइक हो र ओके हिल टर्न सक्यो अब आई एम बेबी फेस नाउ के गरे हो यो हिलबाट बेबी फेस हुन पनि यति सिम्पल स्टोरी कोडी रोड्सले आइज बेबी फेस छु ल त म भए के हो किन तो हावा यार अनि त्यसपछि कोडी रोड्स भर्सेस जोन सिना बवाल म्याच हुन्छ समर स्ल्याममा अनि कोडी रोड्स विनिङ द म्याच जे होस् बवाल म्याच हुन्छ तिनीहरु दुईजनाको बीच एन्ड देन यु नो व्हाट ह्यापन्स इन एउटा स्म्याकडाउन जोन सिना एन्ड कोडी रोड्स भर्सेस यु नो हु ड्रु मैकिन्टायर एन्ड यु नो हु लोगन पल अस्ति भर्खरै टिम हानेको अहिले अब अगेन्स्ट के गरे हो यो बुकिङ चाहिँ लाइक के हो सिस्टम अनि त्यसपछि थाहा छ के हुन्छ क्ल्यास इन प्यारिसमा जोन सिना भर्सेस लोगन पल वाइ इज लोगन पल इन द फेयरवेल टुर अफ जोन सिना के गरे हो जोन सिनाको फेयरवेल टुर हो अलिकति जोन सिनाको पुरानो राइभलहरू ल्याउनु तिनीहरूसँग म्याच खेलाउनु यो लोगन पल चाहिँ किन छ यहाँ लोगन पल नि हैन जोन सिनाको फेयरवेल टुरमा कतिचोटि भइसक्यो के त्यो आम्ने सामने यताउता क्या रोयल रम्बलमा पनि भएकै छ एलिमिनेसन च्याम्बरमा पनि भएकै छ मनी इन द बैंकमा पनि भएकै छ स्म्याकडाउनमा पनि भएकै छ अहिले क्ल्यास इन प्यारिसमा हुँदैछ कति धेरै लोगन पल र जोन सिना किन गरे हो यसो चाहिँ किन एनिवेज जोन सिनाको लास्ट एभर स्म्याकडाउनको एपिरियन्समा के हुन्छ थाहा छ सैमी जेन भर्सेस जोन सिना फर द यूएस टाइटल हैन सैमी जेन च्यालेन्जेस जोन सिना फर द यूएस टाइटल म्याच पनि फेरि दामी हुन्छ क्या लाइक सही म्याच हुन्छ कि बवाल हुन्छ हेर्न पनि मजा आउँछ अनि रेसल पलुजामा जोन सिना भर्सेस ब्रक लेसनर हुँदैछ पुरानो राइभलसँग म्याच सही हो भाइ दामी हुन्छ म्याच पनि दामी हुन्छ ब्रक लेसनरले डोमिनेटिङले जित्छ जोन सिनालाई ठिकै छ अब हारो त ठिकै छ जित्न म्याच चाहिँ भयो एटलिस्ट ब्रक लेसनरसँग म त्यसमै खुसी छु इट्स ओके अनि अनलाइनमा एजे स्टाइल्स भर्सेस जोन सिना भन्ने खालको त च्यालेन्जहरू हुन्छ अनि त्यसपछि एक्सेप्ट गर्छन् अनि ट्रिपल एचले बुक पनि गरिदिन्छ क्राउन जुवेलमा अनि तिनीहरूको म्याच हुन्छ वेल इट इज फाइनली ह्यापनिङ इन द फेयरवेल टुर अफ जोन सिना भर्सेस एजे स्टाइल्स तिनीहरू दुईजनाको बीच पनि बवाल म्याच हुन्छ क्या बवाल म्याच हुन्छ कतिवटा पुरानो त रिकलहरू गरिदिन्छ क्या पुरानो राइभलहरूको त फिनिसरहरू हान्दिने गर्ने दामी म्याच हुन्छ जो हेर्न पनि मजा आएको थियो त्यो म्याच अब जोन सिनासँग बस्छ दुईटा रको एपिरियन्स अनि फर्स्टको रमा के हुन्छ भन्दाखेरि जोन सिना आउँछ रिङमा अनि के बोल्दै गरेको हुन्छ अनि डर्टी डम इन्टरफियर्स हैन अनि डिस्टर्ब गरिदिन्छ अनि त्यसपछि तिनीहरु ट्रिपल एचले म्याच फिक्स गरिदिन्छ इन्टरकन्टिनेन्टल च्याम्पियनको लागि अनि त्यसपछि म्याच स्टार्ट जोन सिना भर्सेस डर्टी डम फर द आईसी टाइटल द ओन्ली टाइटल द्याट जोन सिना हैजन्ट वन इन हिज एन्टायर करियर त्यो जितेपछि त जोन सिना चाहिँ ग्रान्ड स्ल्याम च्याम्पियन हुन्थ्यो अनि त्यसपछि त्यसको लागि म्याच फिक्स हुन्छ अनि जोन सिना विन्स जोन सिनाले जित्छ एन्ड जोन सिना इज फाइनली ग्रान्ड स्ल्याम च्याम्पियन सही हो फेयरवेल टुरमा ग्रान्ड स्ल्याम च्याम्पियन पनि भयो दामी बब्बाल सही हो ठिक छ ओके आई अप्रुभ इट अनि सेकेन्डको राउन्डमा के हुन्छ भन्दाखेरि सेमस र रे मिस्टेरियोसँग टिम अप गरेर जजमेन्ट डेसँग म्याच हुन्छ सही हो टिमिङ अप विथ हिज ओल्ड राइभल सेमस ओल्ड राइभल रे मिस्टेरियो सही हो भाइ म्याच पनि राम्रो भयो मजा आएको थियो त्यो हेर्न पनि है अनि आईसी टाइटलको लागि रिम्याच पाउँछ डर्टी डमले सर्भाइभर सिरिजमा इन्टायर जजमेन्ट डेले नै इन्टरफियर हान्दिन्छ क्या अनि लिभ मर्गनले फेरि डिस्टर्ब हान्दिन्छ अनि डर्टी डोमिनिकले नै जित्छ सही हो मजा आयो त्यो म्याच हेरेर पनि एज अलवेज डर्टी डम बिङ द डर्टी अनि जोन सिनाको लास्ट म्याच कोसँग हुन्छ भन्ने खालको त्यो एउटा कन्फर्म हुँदैन त्यही भएर जोन सिनाले एनाउन्स गर्छ कि टुर्नामेन्ट हुन्छ लास्ट टाइम इज नाउ टुर्नामेन्ट अनि त्यो लास्ट टाइम इज टुर्नामेन्टमा जसले जित्छ हो त्यो नै हुन्छ जोन सिनाको फाइनल अपोनेन्ट भन्ने खालको कुरा फिक्स हुन्छ अनि द टुर्नामेन्ट बिगिन्स अनि टुर्नामेन्टमा को छ थाहा छ टुर्नामेन्टमा जे उसो छ किन छ जे उसो किन जे उसोलाई हालेको जे उसोलाई कति पुश गरेको अनि थाहा छ कोसँग छ जे उसोको म्याच द मिजसँग ब्रो यार जोन सिनाको फेयरवेल टुरमा मिजसँग म्याच भएन किन के गरे हो ट्रिपल एच यार अनि थाहा छ कसले जित्छ जे उसोले जित्छ मिजलाई
अनि डेमियन प्रिस्ट भर्सेस रुसेव हुन्छ, रुसेवले जित्छ, ठिक छ, रुसेव त पुरानो राइभल हो जोन सिनाको। अनि सेमस भर्सेस सिन्स्के नाकामुरा हुन्छ, सेमसले जित्छ, ठिक छ, ओके नाइस, जोन सिनाको पुरानो राइभल, सही हो, दामी, मजा आयो। त्यसपछि एले नाइट भर्सेस ज्याक राइडर हुन्छ, यस ज्याक राइडर इज ब्याक इन WWE जस्ट टु प्ले द लास्ट टाइम इज नाउ टुर्नामेन्ट। अनि ज्याक राइडरले हार्छ तर एले नाइटले जित्छ, ठिक छ, ओके एले नाइट। अर्कोतिर हुन्छ पेन्टा भर्सेस फिन ब्यालर, पेन्टाले जित्छ, बिचारा फिन ब्यालर यार। अनि सोलो सिकोवा भर्सेस डल्फ जिग्लर, यस डल्फ जिग्लर इज ब्याक जस्ट टु प्ले द लास्ट टाइम इज नाउ टुर्नामेन्ट। अनि सोलो सिकोवाले जित्छ। अनि जेभन एभन्स भर्सेस गन्थर हुन्छ, गन्थरले जित्छ। एज सुन एज गन्थर वन आई न्यू द्याट गन्थर नै होला यो लास्ट अपोनेन्ट भनेर मैले त्यही नै बुझेँ। अनि त्यसपछि अर्को हुन्छ कार्मेलो हेयस भर्सेस ब्रन्सन रिड, अनि कार्मेलो हेयसले जित्छ। अर्को राउन्ड सुरु हुन्छ यो लास्ट टाइम इज नाउ टुर्नामेन्टको। अनि जे उसो भर्सेस रुसेव, जे उसोले जित्छ। ट्रिपल एच के गर्यो यार, के गर्यो। अनि उता सेमस इन्जियर हुन्छ, त्यही भएर सेमसको ठाउँमा मिजले टेक ओभर हानिन्छ। अनि मिज भर्सेस एले नाइट हुन्छ, अनि एले नाइटले जित्छ। आई रियली वान्टेड मिज टु विन क्या, तर आई रियली वान्टेड द मिज टु बी द फाइनल ओपोनेन्ट क्या, साँच्ची भने। उतापट्टि हुन्छ पेन्टा भर्सेस सोलो सिकोवा, अनि सोलो सिकोवाले जित्छ। वेल ओके ठिकै छ, त्यहाँ पेन्टाले त नआएकै भए हुन्छ, बरु सोलो सिकोवासँग अलिकति पुरानो राइभल छ, ठिकै छ, ओके। अनि गन्थर भर्सेस कार्मेलो हेयस, आई न्यू द्याट गन्थर वुड अभियसली विन, अनि गन्थरले जित्छ। अनि त्यसपछि अर्को राउन्ड सुरु हुन्छ जे उसो भर्सेस एले नाइट। आई वाज जस्ट प्रिपेयर्ड क्या, म प्रिपेयर्ड भइसकेको थिएँ, जे उसोले नै जित्छ यो म्याच, अनि जे उसो भर्सेस गन्थर हुन्छ होला फाइनल म्याच अफ द टुर्नामेन्टमा भन्ने कुरा मैले बुझिसकेको थिएँ होइन। आई वाज जस्ट प्रिपेयर्ड द्याट जे उसोले जित्छ अनि एले नाइटले हार्छ। म लाइक अगाडिदेखि नै मलाई म रिसाएर बसिरहेको थिएँ, मासले ट्रिपल एच भन्दै होइन, रिस उठिरहेको थियो मलाई। अनि त्यसपछि यु नो वाट ह्यापन, एले नाइटले जित्यो। वाट द हेल ब्रदर, म त यस्तो खुसी भएको थिएँ, म्याचले जुरुक जुरुक उफ्रिँदै नाचेको थिएँ यार मैले एले नाइटले जित्दाखेरि यार, मजा आयो म्याचले। जे उसोले हार्दा यस्तो मजा आयो ब्रदर भन्ने खालको फिल भयो। एले नाइटको जित्न भन्दा पनि जे उसोको लस भयो। अनि अर्कोपट्टि सोलो सिकोवा भर्सेस गन्थर, आई न्यू द्याट गन्थर वुड विन, गन्थरले जित्यो फाइनल टुर्नामेन्टमा म्याच गन्थर भर्सेस एले नाइट। आई न्यू द्याट अब गन्थरले नै जित्छ भनेर आई वाज प्रिपेयर्ड। अनि एले नाइट अलिक बुढो पनि छ, सायद त्योसँग म्याच गराइदिँदैन होला लास्ट फाइनल म्याच, गन्थरलाई नै नयाँ सुपरस्टार यङ ट्यालेन्ट भन्ने हो, तर गन्थर पनि मलाई कन्छ, मलाई यङ हो र बुढै त रहेछ। एनिवेज दिस एले नाइट भर्सेस गन्थर ह्यापन्स। अनि त्यसपछि गन्थर विन्स। के गरे हो यो यार, गन्थरलाई फाइनल म्याचमा, जोन सिनाको फाइनल म्याच विथ द गन्थर। इन्टायर फेयरवेल टुर नै विन भएको छ यार, के गरे हो यार। जोन सिना भर्सेस गन्थर छ आज म्याच। अब मैले हेरेको छुइनँ, अब म यो भिडियो सुट हान्दैछु, यो भिडियो सुट हानिसकेर अब म त्यो जोन सिना भर्सेस गन्थरको म्याच हेर्छु। बट त्यो म्याच हेर्नुभन्दा अगाडि आई जस्ट वान्ट टु से वेल पियु ट्रिपल एच पियु पियु के गर्यो। जोन सिनाको फेयरवेल टुर सबै रुइन गरेर यार जोतको म्याचहरू हालिदिरहेको छ, के गरिरहेको छ जोन सिनाको यार। पुरानो राइभलहरूसँग म्याच गराइदिनु, राम्रो खालको म्याच गराइदिनु, बवाल खालको पर्फर्मेन्सहरू हालिदिनु, के गरे यो जोतको नयाँ नयाँ सुपरस्टारसँग म्याच गराइदिरहेको छ। वेल इट्स ओके ठिक छ ल, नयाँ नयाँ सुपरस्टारहरूसँग म्याच इट्स ओके। तैँले त्यो रमा गर्न सक्छस्, स्म्याकडाउनमा गर्न सक्छस्, यो के गरे हो। पिएलईमा गरिदिरहेको छ यार यस्तो यस्तो सुपरस्टारहरूसँग जोतको म्याचहरू यार, के गरे हो यार। ओके सो इट्स मेन इभेन्ट टाइम, जोन सिना भर्सेस गन्थर हुन आँटेको छ। त्यसपछि इन्ट्रान्स पनि भइसकेको छैन। अनि यु नो वाट आई वान्ट जोन सिना टु कम आउट एज डक्टर अफ थगोनोमिक्स। यो इन्टायर फेयरवेल टुर भरि जोन सिनालाई डक्टर अफ थगोनोमिक्समा हेरिएन यार, त्यसमा इन्ट्रान्स हानेन यार। अनि यार थाहा छ पहिला त जोन सिनाले हिल टर्न गर्दाखेरि ट्राभिस स्कट पनि आएको थियो द रकसँग। त्यति बेला मैले के बुझेको थिएँ थाहा छ, ट्राभिस स्कटसँग मिलेर एउटा हिलवाला थिम म्युजिक निकाल्ने भयो अब जोन सिनाले भन्ने बुझेको थिएँ। त्यत्रो ल्याएपछि बरु एउटा म्युजिक बनाइदिनु जोन सिनाको हिलको लागि, हिल जोन सिनाको लागि, क्या बवाल हुन्थ्यो। ट्रिपल एच के यार, के डक्टर अफ थगोनोमिक्समा आएन यार, त्यही जोन सिनाको ट्याउ 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 ट्याउमै आयो यार। ब्रो यार गन्थरलाई बु पर्छ यार, गन्थर गेट्स यु गन्थर अनि ए हो वाला क्राउड चियरिङ अनि बुइङ अनि जोन सिना गेट्स सुपर सिना। What the hell bro, John Cena tapped out. What the hell bro, what the hell, Triple H. त्यही पनि जोन सिना हाँसिरहेछ।
अरे John Cena tapped out. John Cena tapped out. The hell, everyone is shocked. क्या like हो रहा है यार? What the hell? The never give up just gave up. What the hell? त्यही पनि लुपिनले जितेको भए पनि ल ब्रो यार सबमिसनले जित्यो यार जोन सिनाले ट्याप आउट हान्यो यार जोन सिना गेभ अप यार व्हाट द हेल ब्रदर व्हाट द हेल सबै सुपरस्टारहरू आउँदैछ नि रिङमा आउँदैछन् जोन सिनालाई थ्याङ्क यू भन्न होला हो ट्रिपल एस त बु नै हो क्या मैले जोतको बुकिङ हानेर हाँस्दैछ साला छट्टु सबजनाले फक्ड अप भन्दैछ ट्रिपल एसले ट्रिपल एस हो नै यार ट्रिपल एस जोन सिनाको फेयरवेल टुर क्या छ्या सक्यो जोन सिना सक्यो यति हो व्हाट द हेल साँच्चीकै यति हो ओके ओके थ्याङ्क यू सिना रेस्लिङ सुरुवात गर्दाखेरि जोन सिना वाज माई फेभरेट एन्ड जोन सिना इज गन टुडे थ्याङ्क यू फर वाचिङ दिस भिडियो सब्सक्राइब गरिदिनु होला सबैजनाले एन्ड वेलकम टु माई न्यू च्यानल या सो द्याट्स इट फर टुडेज भिडियो See you all in next one. Bye bye. John Cena के tribute में ये क्या news है? John Cena asked for full year, but Triple H denied and said only for 36. Triple H जोतको फेयरवेल टुर यार